हेलो गाइज, वेलकम टु माई ब्लग होइन गाइज। हामी चाहिँ आज खेत जान जान्छौँ। खेतमा हामी खेत हेर्न गइरहन्छौँ होइन। यो चाहिँ मेरो अब धेरै पछि भनौँ न, अब यो च्यानलमा त फर्स्ट ब्लगै हो। सबैले हेरिदिनु होला, मन पराइदिनु होला है। हामी जाँदैछौँ। हाम्रो गन्तव्य भनेको चाहिँ गाईघाटको बस पार्क नजिकदेखि अलिकति अगाडि हो, देउदी भन्ने ठाउँतिर होइन। हामी चाहिँ जाँदैछौँ। म भ्लग बनाउँदैछु क्या, अब दिन म भ्लग बनाएर युट्युबमा हाल्छु क्या। अगाडिबाट मात्रै बनाउँछु होइन। अब हामी चाहिँ अब टक्कसँगले जस्तो आइसकेर हामी चाहिँ अब साइकलमा पुरा खेत जाने हो। ससुराले खेत नभन युट्युबमा राख्ने हो क्या, एडिट गर्छु नि त म हो क्या। यहाँबाट नजाने उता अगाडिबाट जाने हो, एकछिन भिडियो बनाएर जाने हो। ल यतैबाट जानु त होइन गाइस। एकछिनमा हामी बाटोमा हिँडेपछि तपाईँहरूलाई देखाउँछु ल। हामी चाहिँ टक्कसँगले अब होइन साइकलमा चढेर खेत जाँदैछौँ होइन। हेर्न सक्नुहुन्छ होइन। अब हामीलाई लास्टै भोक लागिरहनु पनि रहन्छ। म चाहिँ चिया र दुनोट हानिदिने हो होइन गाइस। अनि त्यसपछि हामी खेत गइन्छ। अनि खेत गएर मात्रै आइन्छ होइन, यसो खेत हेर्न मात्रै जाने अरे हाम्रो म्यामको ससुराल जाने हो। ससुराल खेत जाने हो। अनि गएर हामी अब चाहिँ खाजा खाने ठाउँमा गएर हजुरहरूलाई म अपडेट दिन्छु नि ल। अपडेट दिन्छु। सबैले मेरो भिडियोलाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। के कमी कमजोरी छ, फोनको कमजोरी चाहिँ नभन्नुहोस्। अहिले नि फोन त ल्याउनु सक्छ। मेरो यो होइन, अर्को फोन हो होइन। अहिलेको लागि ठिकै आज हात दुखिसक्यो। अहिलेको लागि चाहिँ ठिकै छ। फेस वाट्सएपमा क्वालिटी घट्यो भने चाहिँ छुट्टै, नत्र खतरा हो होइन। भिडियो चाहिँ आउनु छोड्दैन फेरि अब चाहिँ ल। म चिया खाने ठाउँमा चाहिँ हजुरहरूलाई भेटेर बातचित गर्छु ल। हेर्नुहोस् गाइस, हामी चिया खाने ठाउँमा आइसकेको छौँ र मेरो फोनको तपाईँले अवस्था हेर्नु चाहनुहुन्छ भने म तपाईँहरूलाई देखाउँछु होइन। मेरो फोन यही छ, उसको फोन यहीँ छ होइन। नेट पनि चलेको छैन होइन। यो मान्छे यहीँ छ होइन। यो मान्छे यहीँ छ होइन। अनि यो फोनमा कल आइरहन्छ हेर्नुहोस् ल गाइस। भनेपछि मेरो फोन कति साइको रहेछ। मभन्दा साइको त मेरो फोन छ। त्यही भएर हामी अब चिया आउँछ, चिया कहिले रोकिँदो रहेछ यो। चिया खाएपछि भेट्छौँ हजुरलाई। चिया खाएपछि भेट्छौँ है। चिया खाएपछि हामीसँग हजुरसँग बातचित गर्छौँ। रोक्यो है, रोक्यो गाइस। ओके चिया खाइसकेपछि हामी बोल्छौँ ल। अहिलेको लागि चाहिँ हामीले चाहिँ खाइसक्यौँ। देखाइदियो नि त, तँ मैले खाइनँ। मैले खाइसक्यौँ। अब आज हामी खेततिर जाँदैछौँ। बाटोमा भेट्नुपर्छ। अब चाहिँ हाम्रो बाइकमा हामी जान लाग्यो होइन। सबैजना हामी चढा पनि छिटो आएको नि त, आएको भनेको होइन ल। हामी चाहिँ अब जाँदैछौँ होइन गाइस। खेतमा तपाईँलाई अघि भनिसकेको पनि थियो कहाँ भनेर होइन। खेत चाहिँ धेरै टाढो पनि होइन, बस्दा
बसपादेखि अलिक उता जानुपर्छ हाम्रो चाहिँ गैरुन भन्ने ठाउँ होइन गैरुन भन्ने ठाउँमा हामी जानुपर्ने हुन्छ यहाँ हिँड्दै गयो भने चाहिँ लगभग हिँड्दै गयो भने चाहिँ 1 घन्टा चाहिँ लगभग लाग्छ है साइकलमा चाहिँ अब हामी अहिले चाहिँ ल्याठाङ गर्दै गइराखेको छौँ आधी घन्टा जति चाहिँ लाग्यो अब लागिसक्यो भनौँ अब गएपछि पुगेपछि आधी घन्टा जति त यताउति त लागिहाल्छ सबै होइन आज चाहिँ म कन्फिडेन्ससँग भएर बोलिरहन्छु है कन्फिडेन्ससँग हाम्रो कन्ट्री सरहरू सबैजना उता गइराख्नु भएको छ होइन यता अर्को डन्डे भवन किन फिल्डमा चाहिँ हावे फिल्ड भन्ने ठाउँमा चाहिँ हाम्रो गाईघाटको हावे फिल्ड भन्ने ठाउँमा चाहिँ देश पुलिसको गेम रहेछ त्योहरू चाहिँ हाम्रो डन्डी साहबहरू जानुभएको रहेछ हाम्रो पुलिस सरहरू त्यही हो हामी चाहिँ ठ्याक्क यो लगभगै हाराहारीमा हामी खेत चाहिँ आइसक्यौँ ठ्याक्क यहाँ आइसक्नु आँट्यौँ यो बस पार्कतिर हो हामी बस पार्कभन्दा हल्का अगाडि आइसक्यौँ मैले बस पार्क देखाउन आँटेको थिएँ हजुरहरूलाई बस पार्क देखाउनुभन्दा पहिला हाम्रो म्यामले अलिकति भिडियो चाहिँ नखिचिदिनु भएछ र अहिले आउँदाखेरि फर्किँदाखेरि हामी त्यो बाटो आउँदैनौँ फेरि जस्तो लाग्छ त्यो बाटो आइँदैन त्यही भएर चाहिँ गाह्रो भयो अर्कोचोटि देखाउँछु हाम्रो बस पार्क न त यसो गरौँ न म होइन त्यतिखेर त म भिडियो बनाइदिनु होला पनि होइन म जाने बेला क्या पहिले कुन दिन घुर्छ होइन त्यतिखेर बनाउनुपर्छ ल अब चाहिँ हामी ठ्याक्क बाटोमा अलिअलि के हुन्छ देखाउँछौँ अनि खेततिर लान्छौँ है त खेतहरू भएर ल अहिलेलाई चाहिँ हामी खेततिर निस्किँदैछौँ बाबा है हामी चाहिँ आइसकेको छौँ ससुराली खेत आइपुग्नु लागेको छौँ लागेको छौँ सम्पूर्ण अनि त्यसपछि हामी घरतर्फ लाग्नेछौँ सबैले मेरो भिडियोलाई के अब फोनकै कमजोरी नभन्नु फोनकै चाहिँ अब पछि भन्नु के कमजोरी छ भन्नु म बनाउँदिनँ है क्या आउँदैछौँ हामी साइकल दोहोऱ्याएर होइन सबैले हेरिदिनु होला मन पराइदिनु होला होइन खेत चाहिँ कुनले खेत जसो उयो होइन खेत चाहिँ हामी अब तपाईँहरूलाई देखाउँछौँ जुन यो खेत छ नि त्यो टक्कसँगले यो के अरे मकै एकछिन ल गाइज एकछिन ल गाइज मकै रोपेको जुन छ नि त्यो मकै रोपेको चाहिँ जसोहरूको खेत अरे होइन जेसुहरूको खेत अरे यो चाहिँ कति छ अरे 17-18 कट्ठा छ अरे 17-18 कट्ठा भनेको के यो थाहा छैन मलाई चाहिँ होइन अब खेत देखाउँदै हामी यहाँ किन आएको भने खासमा हाम्रो लक्ष्य भनेको चाहिँ के हो भने मकै हेर्न आएको हो मकै हेर्नु सानो छ मजाले उम्लेको छैन र पातुलो पनि रोपेको रहेछ झरेको रहेछ अब मकै चाहिँ फेरि अस्ति पनि म आएको थिएँ क्या गाइजहरू भनेर भन्छ नि यो अस्ति पनि म आएको एकदम त्यतिखेर पनि यत्रै छ अहिले पनि यत्रै छ बढेकै छैन यो सब यति चाहिँ यो बारी रोपिरहेको छ नि जति पनि यो
के अरे हो मकै रोपिरहेको छ नि मकै रोपिरहेको जति चाहिँ हाम्रो दसुको खेत अरे होइन गाइज अनि अब तपाईँहरू चाहिँ नजारा हेर्न सक्नुहुन्छ हाम्रो सँगले नजारा हेर्न सक्नुहुन्छ होइन हाम्रो के अरे यो देउरी होइन गैरुन सरी गैरुन भन्ने ठाउँमा छ यो ठाउँ चाहिँ यो खेत चाहिँ ठ्याक्क बस राखिदिन आउँदा चाहिँ छिटो हुने रहेछ यताबाट चाहिँ हामी यो ठाउँ छ नि यो ठाउँबाट यो ठाउँ चाहिँ अब ठ्याक्क धरान यताबाट धरान जान्छ होइन टक्कले यताबाट होइन यताबाट सिधै धरान जाने हो धरान जाने बाटो हो यो चाहिँ होइन अनि यताबाट चाहिँ हाम्रो काठमाडौँ छिटो पुगिन्छ यताबाट पनि पुग्नु त यता पनि जान त गइन्छ तर हामी त्योभन्दा पनि राम्रो चाहिँ हाम्रो चाहिँ यताबाट बिहानको गाडी चल्छ यताबाट चाहिँ छिटो हो यो चाहिँ बाटो भनेको चाहिँ अब चाहिँ उहाँको सुटीलाई चाहिँ अब देखाउनु पर्ने अब भिडियो बनाएको बनाइसकेर चाहिँ हामी पनि अब बिदाइ लिन तर्फ लाग्नेछौँ यसो एक दुईवटा के भन्नु ल बिदाइ लिन चाहन्छौँ अहिले मेरो भिडियो चाहिँ अब हेरिदिनु होला मन पराइदिनु होला सानै थोरै बनाऊँ भिडियो धेरै बनायो भने हेरिदिनु पनि सक्नुहुनेछ होइन ल बाबा गाइस सी यु नेक्स्ट भिडियो सब्सक्राइब गर्नु नभुल्नु होला गाइस अब हामी जान लागेको घर अघि बाई बाई भनिसक्यौँ अनि फेरि गाइस हामी गफ गर होइन अघि बाई बाई भनेको फेरि अब भिडियो बनाउनु मन लाग्यो अनि गफ अब चाहिँ हिँडेको भिडियो भएको थिएन नि त अनि त्यही भएर यतापट्टि छ है सुजन है अब चाहिँ निस्केको अरे निस्किसकेको अब चाहिँ निस्किसकेको हिँडिसकेको आधी बाटो आइसक्यौँ तर मलाई यो हात पक्रिने आएन कि कसरी उयोहरू भ्लगरहरूले भिडियो बनाउनु सक्छ हो म त 1-2 मिनट बनाउनु गरिसकेँ कता पक्रिने के पक्रिने लाग्थ्यो निन्द्रा लाग्यो अब त ल है गाइस अब चाहिँ गएको बाई 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 लभ यु